Like what? वेलकम टु क्याफे ल्यान्ड्रेन साथीहो। आज फेरि हामी आएको छौँ बार्बिक्यू लिएर र चिकन बार्बिक्यू आज बनिन गइरहेको छ। हामीले अर्डर आएको छ र हामीले यसरी फोइलमा पहिला ऱ्याप गर्छौँ। यो चाहिँ हाम्रो सिक्रेट हो र यसरी फोइलमा ऱ्याप गरेर हामीले पकाएको छौँ भने चाहिँ यो तपाईँको राम्रो पाक्छ, जसम्म पाक्छ र जुसी हुन्छ, जल्दैन, डढ्दैन अनि मिठो हुन्छ। अनि यसलाई फेरि जब यसलाई यो पाकिसक्छ त्यहाँदेखि फेरि हामी यसलाई निकालेर चाहिँ मजाले यसलाई फेरि टेम्परेचरमा राख्छौँ, राखेर पकाउँछौँ र यसको बाहिरको जुन चाहिँ छाला छ त्यो चाहिँ क्रिस्पी हुन्छ, भित्र चाहिँ जुसी हुन्छ। त्यही कारणले चाहिँ हामी यसरी बनाउँछौँ है साथी हो। र छेउमा लिएर देखाऊ। ओके ल है साथी हो, आज चाहिँ हामी अमेरिकन बार्बिक्यू सस, अमेरिकन गार्डनको बार्बिक्यू ससले चाहिँ हामी बनाउने है। हाम्रो आफ्नो घरको होममेड सस होइन, अमेरिकन बार्बिक्यू ससले बनाउने र यसले बनाएको चाहिँ अब झन् दामी हुन्छ है। ओके अब चाहिँ बार्बिक्यू सस लाग्दैछ। त्यो फोइलबाट निक्लियो, फोइलबाट निक्लिसकेपछि चाहिँ अब बार्बिक्यू सस लगाउँदैछौँ। मजाले चारैपट्टि पल्टाइ बार्बिक्यू सस लाउने अनि सबै कुरो रेडी भइसक्यो। 12:30 बजी मैले यसलाई डेलिभर गर्नुपर्ने छ। ओके केटा हो, आऊ है बार्बिक्यू चिकन खाने हो भने क्याफे ल्यान्ड्रेनमा वेलकम छ सबैलाई। ल कलर हेरिहालौँ है बार्बिक्यूको साथी हो, यस्तो दामी कलर आएको छ है। लु बेस्ट बार्बिक्यू चिकन इन योर होम टाउन। यहाँ चाहिँ हाम्रो प्याड थाई नुडल्स बनिँदैछ है साथीहरू है। आज प्याड थाई नुडल्स र बार्बिक्यूको हाम्रो अर्डर आएको छ है। र अहिले प्याड थाई नुडल्सको लागि मिटलाई सटे गर्दैछ।